तपाईले मासिक रूपमा 50 युनिट भन्दा बढी विद्युत खपत गर्नुहुन्छ भने अबदेखि त्यसमा भ्याट तिर्नुपर्ने सरकारले नीति लिएको छ। हिजोको बजेट वक्तव्य मार्फत यदि तपाईले 50 युनिट भन्दा बढी मासिक रूपमा विद्युत खपत गर्नुभयो भने सहुलियत दरमा भ्याट लगाइनेछ भनेर नीति लिएको छ। र यो नीति हेर्दाखेरिमा सरकारको नीति र नीतिमा चाहिँ कुनै मेल खादैन। पछिल्लो समयमा नेपालमा वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिने, पेट्रोलियम, डिजेल, ग्यास जस्ता पदार्थको प्रयोगमा न्यूनीकरण लिएर आए, नेपाललाई आत्मनिर्भर बनाउने, वैकल्पिक शक्तिको प्रयोग गर्ने, इभी गाडीहरू, सवारी साधनहरू, इन्डक्सन चुलोहरूको प्रयोगलाई बढावा दिने भन्ने किसिमको सरकारले नीति लिएको भनेर बारम्बार भनिरहेको छ। तर यतातिर के छ भन्दाखेरिमा नेपालमा उत्पादन भएको बिजुलीहरूलाई बङ्गलादेश विदेशमा बेच्ने भनेर अगाडिदेखि केही सम्झौताहरू पनि भएका छन्। र नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने आन्तरिक रूपमा नै देशमा नै विद्युतको खपतलाई बढावा दिनुको साटो, त्यसलाई प्रोत्साहन गर्नुको साटो सरकारले 50 युनिटसम्मको प्रयोगमा समेत भ्याट लगाउने नीति लिएर नेपालको हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति विपरीत कदम चालेको छ। यसले अब नेपाली भान्सामा विद्युतीय प्रयोगलाई निरुत्साहित गर्ने, नेपाली भान्सालाई महँगो बनाउने र अन्ततः त्यही एलपीजी ग्यास, पेट्रोलियम पदार्थ, डिजेलहरू किन्न बाध्य हुने खालको चाहिँ नीति लिएको छ। यस सन्दर्भमा तपाईको कस्तो धारणा छ? कृपया तलको कमेन्ट बक्समा कमेन्ट छोडिदिनु होला र साथसाथै यस्तै कुराहरू जानकारी लिनको लागि कानुनका कुरालाई लाइक, सब्स्क्राइब, फलो र शेयर गरिदिनु होला। धन्यवाद।